गुड मर्निङ छोरा भनेर मैले छोरालाई उठाएको आँखै नौकरी गुड मर्निङ भनिरहेको छ। अनि मेरो ढाड दुख्छ छोरालाई मैले चाहिँ ढाड देख्न लाएँ। अनि म बिहानै उठेर खरेटो किन्न गएँ। खरेटो घरमा थिएन होइन। अनि खरेटो किनेर म चाहिँ रमाउँदै घर आएँ रहेछ खरेटो। अनि त्यसपछि बुवाले चाहिँ अघि कुखुरा छोडेर चारो दिँदै हुनुहुँदो रहेछ। अनि दिइसकेपछि मैले खरेटो लाएँ। अनि रक्सी बसाउनु थियो, रक्सी पनि बसाएँ मैले चाहिँ। अनि कोइलाहरू निस्किन्छ नि त। अनि मलाई कोइला चाहिँ एकदम टिपेकै गर्छु, किनभने खाना पकाउनलाई काम लाग्छ। अनि मामु छोरा चाहिँ धारा बनाउनु जाँदैछ। छोरा आएर भोक लाग्यो मामु खाजा बनाइदिनु भनिराखेको छ मलाई। अनि म चाहिँ दाउराहरू लिएर आएँ होइन, खाजा पनि बनाइदिएँ नानीलाई। अनि बेलुकी धन्दा गरिरहेको थिएँ नि त, भाँडाहरू धोइरहेको थियो। अनि बिहान त्यतिकै राखिरहेको थिएँ मैले चाहिँ बोलमै। अनि सबै भाँडाहरू चाहिँ मैले मिलाउँदै राख्दैछु। अनि बहिनी पनि आएर तातो पानी उठेर खाँदैछ बिहान। अनि मैले चाहिँ यो अचारहरू सबै घाम लाग्यो, घाममा निकालेँ। अनि हाँसलाई चारो पनि दिइरहेको छु मैले चाहिँ यतिखेर। अन्डा फुल्दैछ नि त यिनीहरूले पनि। अनि अब खाना सब्जी बनाउनु रेडी गरेँ। यहाँ चाहिँ सुकुटी मासुहरू रहेछ। यहाँ चाहिँ मेरो केहरू राख्ने ठाउँ। यो चाहिँ बुवाको रम हो, बुवाले लुकाएर खाँदै हुन्छ। यहाँ चाहिँ लोकल कुखुराको मासु राखिरहेको थिएँ। अनि बिग्रन लागिसक्यो रहेछ। अनि यो चाहिँ अन्डाहरू। अनि मैले चाहिँ आज चाहिँ लोकल कुखुराको मासुको सब्जी बनाउनलाई रेडी गरेँ काटेर। अनि मसलाहरू पिसेँ अरे, जिरा अनि त्यसपछि लसुन अनि मसलाहरू पिसेपछि चाहिँ मैले रेडी गरेँ, सब्जी रेडी गरेँ। धेरै मसलाहरू चाहिँ म लाउँदिनँ, 1-2वटा मसला लाउँछु, जिराहरू त्यस्तै मेथीहरू। अनि सब्जी पनि रेडी भयो मेरो चाहिँ अहिले बिहान होइन। अनि सुप लगाएपछि कस्तो दामी हुन्छ नि त सुप लगाएको। अनि रक्सी पनि उतारी हेर्नुहोस् त, रक्सी कति धेरै झरेछ, 2 पाथी झरेछ रक्सी। अनि मैले चाहिँ कस्तो भएछ भनेर रक्सी अब चाख्नु पऱ्यो नि त, मिठो भयो कि नमिठो भनेर। धेरै चाहिँ होइन, थोरै चाखेको मात्रै। अनि चारो काट्नुपर्ने थियो, चारो पनि मैले रेडी गरेँ। अनि यता चाहिँ बहिनीले चाहिँ घाँस ल्याएर पनि लसुन प्याजहरू केलाउँदो रहेछ। यहाँ चाहिँ नानीहरूले धारा बनाउँदैछ। भलबाडी आएर सबै पुरेको थियो नि त, लुगा धुनलाई यो ढुङ्गाहरू सबै पुरेको थियो। अनि त्यही भएर उनीहरूले सफा गर्दैछ। मैले चारो पनि रेडी गरेको थिएँ। अनि चारोहरू रेडी गरेर मेरो चाहिँ काम सकेको थिएन बिहानको अझै। अनि चारो पनि लगिदिएँ मैले चाहिँ सुँगुरलाई, तलतिर जानुपर्छ। सुँगुरहरू भोकले कराइरहेछ, सुँगुर पनि धेरै छ नि त। अनि यहाँ चाहिँ मसिनो बच्चाहरू छ, भर्खर ब्याएको छ है मेरोमा चाहिँ। माउले चाहिँ चारो खाँदैछ, बच्चाहरू चाहिँ सोत्तर लगाइदिएपछि बसिरहेछ। अनि खाना रेडी भइसकेपछि चाहिँ मैले सबैजनालाई खाना खानु बोलाएँ। अनि खाना खानु बोलाएपछि चाहिँ मैले खानाहरू रेडी गरेँ। मेरो भाइ बहिनी बुवाहरू सबैजनालाई खानाहरू रेडी गरेर दिएँ। आजको भिडियो चाहिँ यति नै। सबैजना खुसी भएर खाना कस्तो भयो, खाना सब्जी भनेको मिठो छ भन्दै खाना सब्जी खाइराखेको छ साथीहरू। आजलाई यति नै भिडियो। हस् त, धन्यवाद। सबैजनाले मन पराइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला अनि लिम्बू अफिसियलमा।